विशेष आज हाम्रो सिरिसे राम्रो सिरिसेमा म बारम्बार भेजिटेबल सब्जीहरूको मात्रै भिडियो पोस्ट गर्ने लागिरहेको हुन्छु र किनेर मात्र होइन सागसब्जी रोप्नु पनि पर्छ र त्यसै सन्दर्भमा रोप्नु लागि गाई पनि जरुरी छ र हाम्रो गाउँ कृषि क्षेत्र भएकोले गर्दा म सागसब्जी रोप्छु र त्यसले गर्दा गाई पनि पालेको छु हो। यही गाईको मलमा अब इस्कुस यसरी यसपालि झ्याङ पनि राम्रो भएको छ हो। यो एकदम गाईको मलमै र यसरी फल्नु पनि थालेको छ साथी हो। यसपालिको 2025 को पहिलो सुरुवात मेरो इस्कुसी सुरु भयो हो। यसरी माथि भोलाउ कता थियो माथि र यहाँ तलतिर पनि छु, तलतिर पनि झुन्डिरहेको छ हो। अब सुरु भयो 2025 को पनि पहिलो इस्कुसी फल्नु। यसरी धुरो पनि हुँदैछ, दाना पनि हो यहाँतिर। कृषि गाउँ म त्यसै भन्दिनँ र कृषि गाउँ भएर सागसब्जी रोप्नु पर्यो हैन, बारी बाँझो राख्नु भएन, गाई बाख्रा पाल्नु पर्यो, शुद्ध एकदम अर्ग्यानिक सागसब्जी खानु पर्यो। त्यसले गर्दा यसरी मिहिनेत चाहिँ गर्नुपर्छ। यता पनि अलिकति बर्खाका लागि सागसब्जीको यहाँ लौका यहाँ पर करेलाहरूको व्यवस्था गरेको छु। त लौका हो, यहाँ बिँहरू पनि लाग्छ। अब यो अलिक दिन भइहाल्छ। काँक्रा पनि सुरु हुन लागेको छ हो। यहाँ मेरो काँक्रा बारी डल्लै काँक्रा छ। यता तरुलहरू भयो हो। यो मेरो एभाकाडो, यहाँ दारिम पनि फुल्नु सुरु भयो हो। यहाँ मेरो अब दारिम चट्टै फुल्नु सुरु भयो। दारिमले पनि डल्लै मेरो दारिमको झ्याङ हो। एभाकाडो डल्ले पनि यसरी लगाएको छु। मेरो डल्ले बारी, डल्ले खोर्सानीको डल्लै मेरो डल्ले खोर्सानी लगाएको छु। आज बिहान पनि अलिकति डल्ले खोर्सानी ल्याइरहेको छु यहाँ। त्यसको लागि मैले व्यवस्था सानो पटमा गरिरहेको छु। यो चाहिँ मेरो अब यो अर्को डल्लो हाल्नुको लागि स्मल रेडी हो यहाँ डल्लेको लागि। त्यसले गर्दा यहाँ मिहिन भइरहेको छ। किनेर मात्र होइन, रोपेर पनि गरेको छु। ल आँप, दारिम, सिमी